भारी बगेर आएको राम्रो बनोस् भन्छन् घरमा बुर्किएकी छोरी रेस्टुरेन्टकी हुनेवाला मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी Yo, 3, 4. बस्दा सारामा भैसे काली गोरी पन्न बस्दा सारामा भैसे काली गोरी राम्रो बनोस् भन्छन् घरमा बुर्किएकी छोरी रेस्टुरेन्टकी भाडामा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी भाडामा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी भाडामा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी भाडामा
रेस्टुरेन्टकी जसलाई पनि ठिक्क गर्ने तिम्रो मिठो बोली जसलाई पनि ठिक्क गर्ने तिम्रो मिठो बोली यस्तै भने त घरकी श्रीमानमा भए नि होठमा हुन्छ श्रीमानमा भए नि होठमा हुन्छ जति दिनलाई चले पनि तिमीलाई के गुनासो ल्याउँछौ पाए अरे यहाँ यताबाट म टेक पनि लिँदै गर्छु साउन्ड पन्न बस्दा सारामा भैसे खाली गोली पन्न बस्दा सारामा भैसे खाली सेम है मैले पैसा मानु फर्स्ट टाइट आउट नानी हो टाइट बस्दा सारामा भैसे खाली गोली पन्न बस्दा सारामा भैसे खाली गोली राम्रो बनोस् भन्छन् घरमा हुर्किएकी छोरी रेस्टुरेन्टकी बारोमा होइन छैन बस्नु बस पन्न बस्दा सारामा भैसे खाली गोली पन्न बस्दा कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले अहिले एक ठाउँमा चाहिँ हात भयो क्या ट्याक्क सबैतिर कमै भयो अस्तिमा ठिक्क सबैतिर बराबर साइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा कहिले मोटरसाइकल कहिले देख्छु घरमा रेस्टुरेन्टकी बारोमा म पनि आउँछु
एपिसोड अहिले प्रोग्राममा नमस्कारमा जसलाई पनि भन्छ यहाँ आइसक्नु भएन यहाँ भयो अनि त्यसपछि यस्तै चाला हो भने केटाकेटी आउने भयो नि त केटाकेटी आउने यहाँ आयो यस्तै चाला हो यस्तै चाला हो भन्ने सेम हो तर त्यो होइन सेम भयो नि उहाँको त्यस्तो यस्तो हेर्नु पर्दैन जसलाई कस्तो भइरहेको काम एकदम खुसी हुनुहुन्छ आज काममा सन्तुष्टि हुनुहुन्छ एकदम ल बाबा कम्पोज सक्यो सर कम्पोज सक्यो मैले सर कम्पोज सकिसक्यो सक्यो अब टेक लिनु भयो पालो हो ए कति टेक खाइरहनु भयो आज टेक त म श्याम मल्ल होइन नि त टेक खानको लागि महेन्द्र गौतम हो कम्पोज सकिसक्यो हजुरको नि सक्यो दिपा मिस कम्पोज सकिसक्यो अब टेक लिने हो एकदमै रेडी अनि हाम्रो सर मेरो हिरो चाहिँ आज सुरु कस्तो भइरहेछ भनिदिनुहोस् न एकदम राम्रो भइरहेको छ हामी अहिले रोइला सुटिङ गर्दैछौँ यो मन्की मन्दिरमा एकदम बिन्दास रमाइलो इन्जोय गरिरहेको छ खुसी हुनुहुन्छ एकदम खुसी छु कहिले चौकारामा कहिले रेस्टुरेन्ट बारमा हल्का जय गीत जय सङ्गीत जय गीत जय सङ्गीत जय गीत जय सङ्गीत हजुर नाम के हो दिप्ती के हो पङ्गेनी मामुको नाम भनिदिनुहोस् न कला पङ्गेनी बाबा दुर्गा पङ्गेनी आज कसको गीतको सुटिङ हेर्नुभयो हजुर मम्मीको कस्तो गीत मन पर्यो हजुर कस्तो लाग्यो राम्रो अनि मोहन सर के छ खबर आज थाक्यो क्या तर आज शीतल छ नि मौसम के छ सर खबर के छ हाल खबर ठिक छ नि कस्तो बेला सुटिङ एकदम रमाइलो भइरहेछ आज त गर्मी परेको छैन होला होइन हजुर आज त गर्मी भएको नि खासै गर्नु त भाषा एकदम रमाइलो भइरहेछ नमस्ते म लोक गायक पुरुषोत्तम गैरी आज जुन मैपी मन्दिरको प्राङ्गणमा हाम्रो दोइला गीत रेस्टुरेन्टकी बारेमा को सुटिङ भइरहेको छ र यसमा म लगायत हाम्रो कला पङ्गेनी गीतको आवाजमा रहेको यो गीत शब्द दुर्गा पङ्गेनीले गर्नुभएको छ भने लय म आफैले सृजना गरेको हुँ र पक्कै पनि छुट्टै बजारमा यो गीत आउनेछ अन्तिममा यो गीतको सफलताको कामना गर्न चाहन्छु र वृन्दवासिनी म्युजिक प्राली मार्फत छिटै नै बजारमा यो गीत आउनेछ जय गीत जय सङ्गीत नमस्ते मेरो नाम निलम ढुङ्गाना आज यो म्युजिक भिडियोमा मैले पनि खेल्ने अवसर पाएको छु हाम्रो कला भाउजूको माध्यमबाट योभन्दा अगाडि मैले 2टा म्युजिक भिडियो गरिसकेको छु
एउटा राष्ट्रगाना एउटा आधुनिक र यो मेरो दोहोरी रोएला पहिलोचोटि हो। अत्यन्तै खुसी लागेको छ र यो गानामा मेरो जोडी महेन्द्रजी हुनुहुन्छ, उहाँबाट पनि सपोर्ट छ। मलाई चाहिँ स्टेपहरू गरेको बेलामा सपोर्ट गरिरहनु भएछ, राम्रो कुरो। र पुरै टिम एकदमै सजिलो टिम, धेरै खुसी छु र विशेष कला भाउजूलाई धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू, नमस्कार। हाम्रो नेपाली गीत सङ्गीतलाई विशेष माया दिनुहुन सबैलाई अनुरोध गर्दछु र यो गीत चाँडै नै तपाईँहरूले बजारमा देख्न पाउँदै हुनुहुन्छ। हाम्रो बिन्दवासिनी म्युजिक प्रालीको तर्फबाट जय गीत जय सङ्गीत। सेटमा श्यामजीको मोबाइल खेल्नुहुँदैछ। 1 2 3 4 1 2 3 4 नमस्ते, म लोककथा तोरी गायिका कला पङ्गेनी र आज मैले भर्खरै बजारमा पठाउनको लागि रोइला गीत सुटिङ गर्दैछौँ। जुन गीत बजारमा पठाउँदै हुनुहुन्छ बिन्दवासिनी म्युजिक प्रालीबाट बजारमा आउँदैछ। मलाई गाउनको लागि साथ दिनुभएको थियो पुरुषोत्तम गैरेजी र जसमा शब्द थियो दुर्गा पङ्गेनीको र लय पुरुषोत्तम गैरेजीको। र आज यस सुटिङ स्पोर्टमा जति पनि थुप्रै कलाकार साथीहरू हुनुहुन्छ, क्यामेराम्यान राजेश घिम्रेजी, त्यसै गरी मेकअप म्यानमा हुनुहुन्छ श्याम मल्लजी र त्यसै गरी अब डाइरेक्सन गरिरहनु भएको छ कपिल लामाजी र महेन्द्र गौतम, दिपासा जलपरी दिपासाजी, अनि त्यसै गरी जुन एउटा खुट्टाले नाचेर एउटा खुट्टाले नाचेर सिकेर सङ्घर्ष गरिरहनु भएको निलम ढुङ्गानाजी र दुर्गा छेत्रीजी, सबैजनाले यस गीतमा अभिनय गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पहिलाको गीतहरू जस्तै अहिलेको यो रोइला पनि सबैजनाले मन पराइदिनु हुनेछ भन्ने पूर्ण आशाका साथ मैले यो गीत सुटिङ गरिरहेकी छु र यसरी बजारमा पठाउनेछु र धेरै धेरै धन्यवाद दिन चाहन्छु बिन्दवासिनी म्युजिक प्रालीलाई र जुन हामीले लय गीत सङ्गीत जेसुकै गराए पनि उहाँले तपाईँहरू सामु पुर्याउनुको लागि धेरै सहयोग गर्नुभएको छ। र त्यसै गरी सुभाष रेग्मीजी जुन बिन्दवासिनी म्युजिक प्रालीका प्रोप्राइटर पनि हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कृपया पहिलाको गीत जस्तै फेरि पनि मन पराइदिनु होला। आगामी दिनहरूमा पनि यस्तै गरी सम्पूर्ण गीत सङ्गीतहरूलाई माया गरिदिनु होला, गीत सङ्गीतलाई सुनिदिनु होला र त्यस बिचमा कला पङ्गेनीका पनि गीतहरू आउँछन्। कला पङ्गेनी लगायत मेरा सम्पूर्ण गीतहरूलाई गीत सङ्गीतहरूलाई माया गरिदिनु होला र बिन्दवासिनी म्युजिक प्रालीलाई धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। जय गीत जय सङ्गीत। नमस्ते, म विष्णु थापा। आज मैफीमा कला पङ्गेनी बहिनीको सुटिङमा आएको हो। गीत धेरै नै राम्रो छ, सबैले हेरिदिनु होला।
के अरे यो गीत साह्रै राम्रो छ। जय गीत जय सङ्गीत। नमस्ते, म शिरमाया थापा। आज मैबीमा कलापङ्गिनी बहिनीको सुटिङ रहेछ, हेर्न आएको। एकदम मन पर्यो। बहिनीको गीत राम्रो छ, सबैले हेरिदिनु होला। जय गीत जय सङ्गीत। नमस्कार, म विमल पाण्डे। आज म चाहिँ यो मैपी मन्दिरमा कलापङ्गिनीको अहिले भर्खरै सुटिङ भइरहेको गीतमा आएँ र आइयो नाचियो। गीत राम्रो पनि रहेछ, सबैले हेरिदिनु होला, सुनिदिनु होला। जय गीत जय सङ्गीत। म दिपा साबिसी। अहिले हामी मैपी मन्दिरमा सुटिङ गरिरहेका छौँ। हाम्रो डाइरेक्सन कपिल लामा सर, क्यामराम्यान राजेश दाई। एकदम खुसी छु कलादी पङ्गिनी दिदीको गीतमा खेल्न पाएको छु र मेरो सपोर्टमा हुनुहुन्छ दुर्गाजी, अनि अर्को मोडल हुनुहुन्छ निलमजी र हाम्रो महेन्द्र दाई पनि हुनुहुन्छ। यो गीत चाहिँ बिन्दुवासिनीबाट आउँदैछ, सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। एकदमै मिहिनेत गरेका छु आज रोइला गीतमा। एकदम खुसी छु, सबै होल टिम एकदम राम्रो हुनुहुन्छ, रमाइलो भइरहेको छ। अन्त्यमा म एकदमै इम्पोर्टेन्ट कुरा भन्न चाहन्छु, जय गीत जय सङ्गीत। आज यो मेरो साथी हुनुहुन्छ दुर्गा पङ्गिनी, उहाँको शब्द हो, र अनि कला पङ्गिनी भाउजू हुनुहुन्छ, उहाँको रोइला गीतको आज हामी मैपीमा सुटिङ गरिरहेको छौँ। मोडल निलम हुनुहुन्न, दिपा साबिसीको नयाँ दुर्गा हुनुहुन्छ, जसलाई कपिल लामाले खिचेर डाइरेक्सन गरिरहनु भएको छ भने डाइरेक्सनले खिचिरहनु भएको छ। हाम्रो लगभग 90% सकिसकेको, अब साँझ पनि हुन लागिसक्यो, अब थोरै बाँकी छ, छिन्नु सकिन्छ। आजको काम गरे कस्तो लागिरहेछ तपाईँलाई? आजको काम गराए दिवससँग मैले खासै धेरै काम गरेको छैन, तर जति काम गरिरहेको छ रमाइलो काम गरिरहेको छ। अन्तमा के भन्न चाहनुहुन्छ? अन्तमा हामी एकदम सँगै भनेछौँ होइन, जय गीत जय सङ्गीत। सक्नुहुन्छ सबैको राम्रो गरिदिनु, सक्नुहुन्न कसैको पनि राम्रो नगरिदिनु। थ्याङ्क यू सो मच। नमस्ते, म दुर्गा छेत्री लेडिज भित्र। यहाँ आज म कलापङ्गिनीको गीतमा आएको छु। उहाँको गीतमा साह्रै राम्रो भइरहेको छ। सिङ्गर हुनुहुन्छ कलापङ्गिनी, लेडिज हुनुहुन्छ दुर्गा पङ्गिनी, रमाइलो भइरहेछ। मसँग हुनुहुन्छ दिपसा अनि निलमजी, एकदमै रमाइलो भइरहेको छ, राम्रोसँग भइरहेको छ काम। जो सबैले हेरिदिनु होला। जय सङ्गीत।